गोरखकाली मन्दिर, गोरखनाथ मन्दिर यो माथि। अब यो गोरखकाली मन्दिरमा हामी चढ्दैछौँ, खुड्किला चढ्दैछौँ। त्यहाँ गएर यसो पूजा दर्शन गरेर भगवानको दर्शन गरेर फेरि फर्किनु हामी चितवन। के नाता न आमाबाट लाग्यो न बाबुबाट लाग्यो। गोर्खा दरबार परिसरमा रहेका महत्त्वपूर्ण सम्पदा स्थलहरू के रहेछन् त? मठ मन्दिरहरू के छन् यहाँ? पूजा सामग्री खुड्किला चढेर माथि चढ्दैछौँ हामी। तपाईँ आउनु भएको थिएन? आउनु भएकै थिएन? मलाई सेम ऊ माथितिर छ। सिमेन्टी हो। ए भयो नि त हो। गोर्खा कालिका मन्दिरको उकालोतर्फ लाग्दैछौँ हामी। आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको यहाँ जय श्री हनुमान जी ज्ञान गुण सागर। हामी प्रवेशद्वार भित्र लाग्यौँ। गोर्खा कालिका मन्दिरको प्रवेशद्वारबाट भित्र छिर्यौँ। अब हिँडाइ धेरै भयो आज हिँडाइ चाहिँ धेरै भयो। अब यहाँ भगवानको दर्शन गरिसकेपछि घरतिर लाग्ने हो। मनोकामना त 3 घन्टा लाग्छ नि, 3.5 घन्टा। अब मन्दिर भएको ठाउँमा आइपुगेका छौँ। हेरेर बस्दै एकछिन यो गोर्खा कालिका मन्दिरभित्र छिर्ने द्वार रहेछ यो दर्शकबिनहरू। उतातिर चाहिँ बलि दिने रहेछ क्या है? उताबाट चाहिँ बलि दिने रहेछ। ल हेर्नुहोस् यहाँ टुडालहरू यहाँ बनाइएका छन्। यहाँ होइन काटेको नहेर यता यहाँ लाइन लाएर बस्नु पर्दैन है। लाइन छ यसो दर्शन गर्ने हो। पानी जिन्दगी यहीबाट प्रवेश गर्ने हो गोर्खा कालिका मन्दिरभित्र। अब प्रवेश गर्दैछौँ हामी।
आज अष्टमी भएको हुनाले यहाँ भक्तजनहरू गोर्खाकालीका पूजा गर्न आउनुभएको भक्तजनहरू यहाँ हेर्न सक्नुहुन्छ। हामी मेन मन्दिरभित्र आइपुगेका छौँ दर्शकबिन्दहरू। गोर्खाको यो गोर्खाकालीका मन्दिर, प्रसिद्ध गोर्खाकालीका मन्दिरमा आइपुगेका छौँ। जय गोर्खाकालीका। त म त्यता हेर्नु नि छ नानी आऊ नानी यहाँ आइज जुत्ता खोले यहाँ छ नि एयरपोर्ट, यहाँ एयरपोर्ट छ पछाडि। नमस्कार गरा उता नहेर
पृथ्वीनारायण शाहको दरबार दरबार हीरा पत्थर होइन हीरा पत्थर राखेको छ तलपट्टि गुफा रहेछ त्यहाँ पूजा गर्नको लागि यहाँ लाइन बस्नु भएको छ गुफा रहेको छ यहाँ तलतिर गोर्खा कालिका गोरखनाथको दर्शन गरेर गोर्खाको प्रसिद्ध गोर्खा कालिका दर्शन गरेर अब फर्किने क्रममा छौँ दर्शकबिन्दहरू। यहाँको सम्पूर्ण भिडियोहरू हाम्रो च्यानल मार्फत हेर्न पाउनुहुनेछ र हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला, भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला। जय गोर्खा कालिका। यहाँ शिलालेख ढुङ्गा हो, शिलालेख रहेछ धेरै वर्ष अगाडिको यहाँ यो शिलालेख रहेछ। यहाँ यो ढुङ्गामा शिला लेखेको रहेछ यो सिङ्गे सिङ्गे ढुङ्गामा।